धेरै चाहिँ अझै काम गर्नु पर्यो। यहाँ सकेन भने राष्ट्रिय आविष्कार केन्द्रमा आयो भने त्यहाँ चाहिँ हामीले मद्दत गर्छौँ। हामीले मद्दत गर्ने भनेको सबै चिजको मद्दत गर्ने हो। जे मद्दत गर्नुपर्छ अब थाहा हुँदैन के बनाउन खोजे हो, अब त्यो बनाउनले के चाहिन्छ, त्यो सबै चिजको मद्दत चाहिँ राष्ट्रिय आविष्कार केन्द्रले गर्छ। अब अहिलेसम्म थाहा पाउनेहरूले आएको छन्, नेपालको विभिन्न जिल्लाहरूबाट आएको छन्। यो पूर्व ताप्लेजुङ पाँचथरतिरबाट, इलाम जिल्लाबाट कोही आएको छैन होला सायद अहिलेसम्म लाग्छ मलाई। अब झापा जिल्ला जस्तो धेरै जिल्लाहरूबाट मानिसहरू आउँछन्, युवाहरू आउँछन्, कोसिस गर्छन्। कोसिस गर्ने हो, कोसिस गर्दैमा इनोभेसन भन्ने कुरामा चाहिँ धेरै कुराहरूमा असफल हुन्छ, फेल खान्छ, बन्दैन। असफल भयो भने केही पनि फरक पर्दैन। त्यो बन्नै पर्छ भन्ने छैन, कोसिस गर्ने र कोसिस गरेर बन्यो भने त्यसबाट फाइदा हुनु पर्यो। धेरै चिजहरू इनोभेसनमा फेल खान्छ, फेल खायो भने हरेस खानु हुँदैन, प्रयास गर्ने हो। यो चाहिँ राष्ट्रिय आविष्कार केन्द्रको कुरा भयो। यो चाहिँ भाइ बहिनीहरू जस्तो युवाहरूलाई सहयोग गर्नको लागि, कोसिस गर्नु के अरे मद्दत गर्नको लागि खोलेको, समाज सेवा गर्ने, भाइ बहिनीहरूको सेवा गर्ने। त्यहाँ चाहिँ कुनै अमेरिकामा पढेको अथवा कुनै ठाउँमा एउटा ठुल्ठुलो के अरे विद्वानहरू वैज्ञानिकहरूलाई चाहिँ सहयोग गर्ने भनेर खोलेको होइन। त्यो चाहिँ भाइ बहिनी जस्तो के अरे युवाहरूलाई कुनै नयाँ कुरा बनाउनको लागि सहयोग गर्ने। सानो कुरा बनाऊ, कुनै चिज बनाऊ, खानेकुरा बनाऊ, राम्रो खानेकुरा बनाऊ। किनभने राम्रो मिठो खानेकुरा बनायो भने सबै फाइदा भयो, त्यो संसारले खान्छ। कुनै लगाउने कुरा बनाऊ हैन, त्यो लगाउने कुरा बनाऊ। कुनै खेलौना बनाऊ, राम्रो खेलौना बनाऊ। कुनै राम्रो मूर्ति कला बनाऊ, जसबाट चाहिँ के होस् भन्दाखेरि फाइदा होस्, फाइदा पनि होस्, समाजलाई फाइदा होस्, आफूलाई पनि फाइदा हुनु पर्यो, आफूलाई पनि फाइदा हुने चिज बनाउनु पर्यो। यसरी चाहिँ राष्ट्रिय आविष्कार केन्द्रको कुरा भाइ बहिनीहरूले सम्झनु पर्यो। यो चाहिँ अहिले एउटा काम लाग्ने कुरा यही हो है। र अहिले म अर्को अभियानमा हिँडेको छु र यो अभियान भनेको के हो भन्दाखेरि किताब बेचेर हिँडेको छु। यो 504 दिन अघि भने भ्रमण गरेको छु भने यो के को लागि भ्रमण गरेको भने किताब बेच्नलाई भ्रमण गरे। किताब बेचेर पैसा जम्मा गरेको छु। 504 दिनमा 2,30,000 भन्दा बढी किताब बेच्यो र पैसा चाहिँ खर्च घटाएर करिब 12 करोड रुपियाँ भन्दा बढी पैसा जम्मा गर्यो यो किताब बेचेर। अर्को किताब छैन, एउटै किताब हो। यो किताब बेचेर पैसा जम्मा गरेर त म त व्यापारी जस्तो भयो। तर व्यापारीले के गर्छ, आफ्नो फाइदाको लागि गर्छ हैन। जे व्यापार गर्छ आफ्नो फाइदाको लागि गर्छ। म त व्यापारी होइन। यो जम्मा गरेको पैसाले समाज सेवा गर्ने भनेर गरेको हो है, समाज सेवा। अब यो समाज सेवा कसलाई गर्ने, कसरी गर्ने, त्यो कुरा चाहिँ भाइ बहिनीहरूलाई बताउन चाहन्छु। यो समाज सेवा किसानहरूको सेवा गर्नको लागि। किनभने नेपालमा किसानहरू धेरै छ जनसङ्ख्याको हिसाबमा। नेपाल कृषि प्रधान देश हो र यहाँ चाहिँ 80% भन्दा बढी जनसङ्ख्या किसानको छ। यो डाँडाकाँडातिर त जम्मै किसान हो, केही न केही खेती नगरेसम्म के खाएर बाँच्ने। त्यसैले यस्ता साना किसानहरू, ठुलो किसान होइन, फेरि ठुलो किसानलाई त सेवा गर्नै पर्दैन। उनीहरूसँग हुन्छ, पैसा हुन्छ, उनीहरूसँग जे गर्न चाहे त्यो सक्छ ठुलो किसानले। सानो किसानहरूलाई सेवा गर्नको लागि। सेवा कसरी गर्ने भन्दाखेरि किसानहरूलाई खेती गर्नको लागि चाहिने औजारहरू बनाइदिने। राम्रो औजार हो, कस्तो औजार बनाउने हो अब बनाउँदै जाँदाखेरि थाहा हुन्छ। तर किसानहरूलाई
विभिन्न किसिमको खेतीहरू गर्छन् किसानहरूले। अनि त्यो खेती गर्नको लागि चाहिने औजारहरू जस्तो धान खेती गर्नको लागि अब विभिन्न औजारहरू छ। धान रोप्ने औजार चाहियो, धान गोड्ने औजार चाहियो, धान काट्ने झार्ने औजारहरू चाहियो। अब मकै खेती गर्नलाई त्यस्तै औजारहरू चाहियो, रोप्ने गोड्ने झार्ने औजारहरू चाहियो। अब तरकारी खेती गर्नेहरूको लागि अब कस्तो कस्तो औजार, विभिन्न तरकारी खेती गर्नलाई विभिन्न औजारहरू चाहिन्छ हैन। अब यस्तो किसिमको विभिन्न खेती गर्नको लागि गर्ने किसानहरूलाई विभिन्न किसिमका जे जति सबै बनाउन नसकिएला बनाउन सक्ने जति औजारहरू सस्तोमा राम्रो बलियो औजारहरू बनाइदिने। त्यसको लागि त कारखाना चलाउनु पर्यो, औजार त आफै बन्दैन। कारखाना चलाउनको लागि यो पैसा जम्मा गरेको हो र अहिले एउटा कारखाना चलाइरहेको छ र यो किताब बेचेर कारखाना आएको पैसाले वीरगञ्जमा कृषि औजार कारखाना भन्ने चाहिँ एउटा कारखाना छ, त्यो कारखाना चलाइरहेको छ। र त्यो कारखाना मेरो आफ्नो प्राइभेट कारखाना होइन। भाइ बहिनीहरूलाई थाहा छैन, धेरैलाई थाहा छैन नेपालमा, भाइ बहिनीहरूको बाबुआमालाई पनि थाहा छैन होला, किनभने त्यो कारखाना नेपाल सरकारको कारखाना हो। अनि सरकारले चलाउन नसकेर बन्द गरेको पनि 30 वर्ष भयो। 30 वर्षसम्म बन्द भएको पुरानो सडेको गलेको कारखानालाई यो किताब बेचेर आएको पैसाले मर्मत गरेर नयाँ मसिनहरू थपेर अहिले त्यहाँ 10, 12, 14, 15 किसिमका औजारहरू बनाउँदैछ, सिक्दैछ। अब केही औजारहरू उत्पादन पनि गर्दैछन्। र यो कारखाना चलाएर समाज सेवा कसरी हुन्छ त भन्दाखेरि कारखाना चलाएर नाफा नखाएपछि समाज सेवा हो। कारखाना चलाउनेहरू जति पनि कारखाना छ, कुनै सामानहरू उत्पादन गर्छन्, उत्पादन गरेको सामानहरू बिक्री गरेर नाफा कमाउँछन्, पैसा कमाउँछन्। हामी त पैसा कमाउने मान्छे होइन। किसानहरूलाई सहयोग हुन्छ कि भनेर कोसिस गर्दैछु, यति मात्र हो। र त्यो कारखाना चलाएर हामीले नाफा खाने होइन। सकेसम्म सस्तो राम्रो बलियो अब के बनाउन सकिन्छ। भाइ बहिनीहरू पनि इच्छा लाग्छ केही यस्तो औजारहरू केही बनाउन, त्यस्तो किसिमको एउटा चाहना हुन्छ, इच्छा छ, कसैलाई सिप पनि हुन्छ। त्यस्तो छ भने आऊ त्यहाँ आएर बनाउन सुरु गरिहाल, खाना बस्न पाइहाल्छ, मजासँग भोकै हुँदैन। अनि राम्रो काम गऱ्यो भने तलब पनि पाइहाल्छ। त्यसैले यो कुरो भाइ बहिनीहरूलाई थाहा भयो। किताब बेचेर कारखाना चलाउने भन्ने यो अनौठो कुरो हो, किनभने संसारमा यस्तो भएकै छैन, कसैले गरेकै छैन। अब के गर्ने, नेपालमा नगरिकन सुखै पाइएन, सरकारले ढङ्ग ल्याएन। नल्याएपछि हामी जनता मिलेर भए पनि एउटा किताब बेचेर पैसा जम्मा गरेर यो चाहिँ कारखाना चलाउन खोजेको हो, समाज सेवाको काम हो। अब यो त भयो भाइ बहिनीहरूले। अहिलेसम्म मैले मेरो परिचय भन्दैछु है, यहाँ मेरो परिचय भन्दैछु। अझै मेन कुरो यहाँ आउने उद्देश्य मैले भनेको छैन। अब मलाई कमसेकम अलिअलि थाहा भयो भाइ बहिनीहरूले, र मैले गरेको केही कुराहरू थाहा भयो। र त्यो कुराहरू मैले गरेका कुराहरू भाइ बहिनीहरूले देखेको छैन, देख्न पाइन्छ। अहिले युट्युबमा गएर महावीर पुन भनेर सर्च गरेर हेर, मैले गरेका कामहरू, दुर्गम गाउँहरूमा कस्तो कस्तो कामहरू गरेँ, इन्टरनेट कसरी पुर्यायो, अनि त्यो राष्ट्रिय आविष्कार केन्द्र कस्तो छ, त्यहाँ कस्तो काम गरिरहेछन्, अनि त्यो वीरगञ्जको कृषि औजार कारखाना कस्तो छ, कसरी चलिरहेको, यो सबै कुराहरूको भिडियो भाइ बहिनीहरूले अहिले हेर्न सक्छ। हेर्न सक्छ युट्युबमा गएर, र मैले गरेका कामहरूको बारेमा केही थाहा पाउन सक्छ। यो भयो मेरो परिचय। अब रह्यो यो किताबमा के लेखेको छ र कसको लागि लेखेको छ भन्ने कुरो।
यो किताब मैले विद्यार्थीहरूको लागि लेखेको हो। कतिपय मान्छेले के सोच्छन् भने महावीर फुलले लेखेको किताब ठुला ठुला विद्वानहरूले पढ्ने होला, विद्वानहरूको लागि लेखेको होला भनेर सोच्छन्। होइन नि, यो किताब त मैले विद्यार्थीहरूको लागि र युवाहरूको लागि लेखेको हो। मलाई त्यो विद्वानहरूलाई कोही कुरा पढाउनु छैन है। विद्यार्थीहरूलाई किन लेखेको हो त? के लेखेको छ पहिला यो कुरा? यहाँ चाहिँ मैले मेरो अटोबायोग्राफी लेखेको छ, आत्मकथा लेखेको छ। मेरो बाल्यकालदेखि अहिलेसम्मको 70 वर्षको उमेरसम्म के गरेँ, कसो कसो गरेँ, कहाँ कहाँ गएँ, कस्तो काम गरेँ, कस्तो काम कसरी गरेँ भन्ने कुराहरू। जस्तो राष्ट्रिय आविष्कार केन्द्र कसरी बन्यो त? त्यो ठुलो सङ्घर्षको कथा छ त्यहाँ। म अमेरिका पढ्न गएँ, कसरी गएँ? अहिलेको आएको होइन कि 40 वर्ष अगाडि अहिलेको जस्तो त चलन थिएन त। 40 वर्ष अगाडि विदेशमा पढ्न जाने भनेर यसरी अहिले जसरी गइरहेको छ त्यस्तो चलनै थिएन त। त्यो अवस्थामा कसैलाई थाहा पनि थिएन म कसरी गएँ। त्यो एउटा सङ्घर्षको कथा हो। बाल्यकाल कस्तो थियो हाम्रो? बाल्यकालमा म पनि स्कुल गएर पढेकै हो, तर उति बेलाको स्कुल कस्तो थियो? आजभन्दा 60 वर्ष अगाडिको स्कुलहरू, अहिलेको स्कुल पढेकोहरूले उति बेलाको स्कुलको अवस्था त थाहा हुँदैन, तर थाहा हुन्छ। अब यसरी मैले गरेका कुराहरू है, वीरगञ्जको कृषि औजार कारखाना कसरी आयो, यो सबै कथाहरू यसमा लेखेको छु। र यो कथा के को लागि लेखेको हो भने भाइ बहिनीहरूलाई प्रेरणा दिनको लागि, भाइ बहिनीहरूलाई चाहिँ अलिकति हौसला दिनको लागि, जीवनमा केही न केही गर भनेर भाइ बहिनीहरूलाई चाहिँ साहस दिनको लागि है। साहस चाहिन्छ, केही गर्नको लागि त साहस चाहिन्छ। जोसँग साहस छैन, जो चाहिँ अलिकति कमजोर छ, मन कमजोर छ, डराउँछ, त्यस्तो मान्छेले केही गर्न सक्दैन त। जस्तो सुकै परिस्थितिमा पनि नडराउने, त्यस्तो किसिमको साहस आओस् भन्नको लागि मैले मेरो अटोबायोग्राफीमा मेरो आफ्नै उदाहरण दिएको छु। म अमेरिका पढ्न जाने मान्छे होइन, तर साहस गरेँ, आँट गर्यो, आँट गर्नु पर्यो। पहिले त आँट गर्नु पर्यो। म राष्ट्रिय आविष्कार केन्द्र खोल्ने जस्तो मान्छे नै होइन, मैले आँट गरेँ। मैले गाउँ गाउँमा इन्टरनेट लैजान सक्ने किसिमको त्यस्तो मान्छे नै होइन। अमेरिकामा पढेको हुँदैन, सबै कुरा जानेको त हुँदैन, पैसा पनि त हुँदैन नि, इन्टरनेट पुर्याउनलाई पैसा पनि हुँदैन। पैसैकै हिसाब कुरा गर्ने हो भने मसँग जिन्दगीमा पैसै छैन। 32 वर्ष भयो मैले 1 रुपियाँ कमाएको छैन। भाइ बहिनीहरू सुन्नु, कहीँबाट तलब आउँछ होला, अनि त्यो तलबले काम गर्छ होला भन्ने ठाने होला। मैले कहीँबाट मलाई तलब आउँदैन, 1 रुपियाँ पनि कमाएको छैन। तर साथीभाइहरूको सहयोगमा अथवा मानिसहरूको, समाजको मानिसहरूको सहयोगमा मैले काम गरिरहेको छु। मैले 200वटा जति गाउँहरूमा हिमाली भेगमा इन्टरनेट पुर्याएको थियो। अहिले त पुर्याउनु पर्दैन, अहिले त नेपाल टेलिकम र एनसेलले पुर्याइदिएको छ। उति बेला त तिनै थिएन नि त। अनि म चाहिँ यो वीरगञ्ज कृषि औजार कारखाना चलाउन सक्ने मान्छे कहाँ हो त? त्यत्रो कारखाना चलाउन त पैसा चाहियो नि। पैसा सरकारले दिन्छु भनेको थियो, दिनै दिएन, ढाँटिहाल्यो है। पैसा दिन्छु कारखाना चलाइदिनुहोस् भनेर सरकारले हामीसँग सम्झौता गरेर है, सम्झौता गरेर काम सुरु गरेको, पछि त हामीलाई ढाँटिहाल्यो, दिएन। त्यही पनि हामीलाई हरेस खाएन। कसैले धोका दिँदैमा हरेस खान हुँदैन भन्ने कुरा। किनभने हामीमा के छ भने कसैले धोका दियो भने, मैले धोका दियो भनेर रुएर बस्ने चलन छ क्या। यसैले भाइ बहिनीहरूलाई
प्रेरणा दिनको लागि भाइ बहिनीहरूलाई राम्रो कामको लागि सङ्घर्ष गर्न मोटिभेट गर्नको लागि यो किताब विद्यार्थीहरूको लागि लेखेको हो, विद्यार्थीहरूको युवाहरूको लागि लेखेको हो र भाइ बहिनीहरूले पढुन् भन्ने चाहन्छु। र अब आजको यो कार्यक्रम चाहिँ अचानक बन्यो, हिजो बेलुका बन्यो। त्यसैले भाइ बहिनीहरूलाई थाहा छैन म यहाँ आउने भन्ने कुरा पनि थाहा छैन। ठिकै छ, पैसा ल्याएको छैन, सूचना भएको भए कोहीले पैसा ल्याउँथ्यो होला। त्यसैले अब यो किताब कसैले किन्न चाहन्छ भने अब घरमा गएर पैसा त माग्नु पर्यो। आज बेलुका आज घरमा गएर पैसा बाबुआमासँग कुरा गर, पैसा दिनुभयो भने आज दिनभरि र भोलि पनि कतिसम्म हुन्छ म यतै हुन्छु, अथवा भोलि यहाँ नभए पनि अलिपुलतिर हुन्छु, कतै हुन्छु। किताब किन्न चाहनेले भाइ आमा बाबुसँग कुरा गरेर पैसा दिनुभयो भने त्यो पैसा चाहिँ यहाँ लिएर अफिसमा सरहरूलाई नाम लेखाउनु, सरहरूले हामीलाई सम्पर्क गर्नुहुन्छ। हामी किताब चाहिँ यहाँ ल्याइदिन्छौँ। विद्यार्थीहरूको लागि किताबको मूल्य चाहिँ 700 रुपिस हो, अरूको लागि 750 हो है। नाम लेखाउनु, किताब आइहाल्छ। र यो किताब फेरि पछि किन्नको लागि मलाई खोज्दै आउनुपर्छ, बजारमा छैन कि काठमाडौँमा आउनु पर्यो। त्यही हो, बजारमा चाहिँ यो किताब पाउँदैन। त्यसैले किताब किन्न चाहने भाइ बहिनीहरूले एकपटक घरमा गएर सोध्नु। र यो विद्यालय निकै ठुलो जस्तो देखेँ, यहाँ लाइब्रेरी पनि छ होला। अब सरहरूले लाइब्रेरीमा किताब राखिदिनुहोस् र लाइब्रेरीमा किताब भयो भने लाइब्रेरीबाट लगेर पढे पनि भयो। अब लाइब्रेरीबाट किताबै लगेर पढ्नु पनि पर्छ भन्ने पनि छैन है। अहिले मैले भने युट्युबमा गएर हेऱ्यो भने धेरै कुराहरू थाहा हुन्छ। तर एकपटक पढेर केही जोस जाँगर आओस् भन्ने चाहिँ चाहन्छु। ल यति भन्दै मेरो कुरा यहाँ ढुङ्गा कतिको लागि खुट्टा गलेर त्यो बस्नु भएको है। ल ठिक छ, केही छैन। ल धन्यवाद। केही प्रश्न छ कसैको? छैन होइन त? छ भनेदेखि केही प्रश्न छ भने मलाई फोन गरेर सोधे हुन्छ, जहिले पनि फोन गरे हुन्छ मलाई। जसको फोन पनि म उठाउँछु, अब फोन नम्बर कहाँबाट पाउने भन्ला, फोन नम्बर फेसबुकतिर गुगलतिर गएर महावीर पुन भन्यो भने त्यही फोन नम्बर ठ्याक्कै आइहाल्छ। कुरा बुझेन? ल यति भन्दै म धन्यवाद दिएँ, मेरो कुरा टुङ्गेँ। र अब किताब किन्नलाई विद्यार्थीहरूसँग त पैसा छैन होला, कसैले पैसा लुकाएर राखेको छ र अहिले किन्न कसैले लुकाउँछ थाहा छ मलाई। अनि पैसा लुकाएर राखेको छ, अहिले किताब किन्न चाहना छ भने विद्यार्थी आऊ पहिला, अनि त्यसपछि सरहरूको पालो आउँछ। धन्यवाद डाक्टर महावीर पुनज्यू। पुस्तक किन्ने इच्छा भए चाहिँ सबैजना अगाडि आउनु सक्छौँ। होइन भने पनि डाक्टर साहबले भनिसक्नु भएको छ, भोलि पनि हुन्छ। अत्यन्त महत्त्वपूर्ण विचारको लागि हामी विद्यालय परिवार र प्रधानाध्यापक म गङ्गाबहादुर महत